साथीहरु आज म आफै घरमै बनाएर सादा चाउमिन खाइरहेको छु। त्यसमा चाहिँ मैले यो जापानमा पाइने ठुलो भोटे खुर्सानी नेपाली पसलबाट ल्याएर हरियो खुर्सानी काटेर राखेको थिएँ। थोरै, त्यही पनि थोरै भाग, 4 भागको एक भाग पनि राखेको थिएन। तर यो यति पिरो हुँदो रहेछ कि साथी, म चिनी पानी बनाएर चिनी पानीसित खाँदैछु। धेरै नै पिरो। यो खुर्सानी मैले खाएको थिएन, अहिले चेक गरौँ भनेर लिएर आएको थिएँ। नेपाली ढेँडे खुर्सानी भन्दा अलि ठुलो हुँदो रहेछ, तर धेरै पिरो छ। कहिलेकाहीँ आफै घरमा यस्तो बनाएर खान मन लाग्ने हुँदा कहिलेकाहीँ जागर गर्ने गर्छु। मिठो लाग्छ आफूले बनाएको पकाएर खान। धन्यवाद।